Hello guys, good evening. This is Sabzikra and it's time 6:45 p.m. यो भिडियो बनाउनुको के मकसद हो? What I'm feeling. I know everybody is feeling same the way I'm feeling right now, but I feel like I must share my thinking to the people who will watch my videos. हामीहरू केडा हो सबभन्दा पहिला हामी केडाहरू केही न केही गर्नु चाहन्छु यो देशमा बसेर पनि, बट अपर्च्युनिटी पाइरहेको छैन कि वी आर नट गेटिङ द्याट काइन्ड अफ अपर्च्युनिटी. नेताहरूले चौपट गर्यो देशलाई. हाम्रो जस्तै मान्छेहरू जसले होइन मेरो जन्मभूमि मेरो मातृभूमिलाई छोडेर बाहिर म जान्न, आई विल डु समथिङ हियर, चाहे सिचुएसन कस्तो पनि आओस् गर्छु है भन्दाखेरि अपर्च्युनिटी पाउँदैन कि. काम गरे पनि नोकरी पाए पनि त्यस्तो सेलेरी पाउँदैन कि. अनि महँगाई हाई, इन्फ्लेसन रेट नेपालको 7.35 मा छ. यति महँगो छ कि मान्छेले सेभिङ गर्दा गर्दा कुनै चिज किन्नुको चक्करमा मान्छेको पैसा रासन पानीमा र लाइफको स्ट्यान्डर्ड मेन्टेन गर्नुमा सोसाइटीको लागि खर्च भइहालिएको छ कि सेभिङै भएर छैन. काम त गरिरहेछ नि यहाँ बसेको मान्छेहरूले पनि, तर सेभिङ भएर छैन कि. अब सब बाहिर जान चाहन्छ. आई थिङ्क आई एम अल्सो नाउ थिङ्किङ टु गो आउटसाइड to perceive my future. तपाईहरुलाई पनि त्यस्तै लाग्दो होला है. यस्तो टाइममा देशलाई साँच्चै हाम्रो जरुरी छ. अब कन्ट्री रियली निड्स अस. तर के गर्ने, जसलाई भोट दिए पनि त्यस्तै लाग्नु लाग्यो. अब अस्तिसम्म रवि लामछाने सर पवा लाग्थ्यो के हो अस्तिसम्म बालेन्टाई दामी लाग्थ्यो. अब डर लाग्नु लागेछ. हाम्रो धरानको हर्क सम्पङ राई बोले स्टेटस लिखै छ. अब फेरि नयाँ कुलमान सरको के हो कसलाई विश्वास गर्ने हो गाइस? कसलाई आशै नराख्नु जस्तो लाग्छ कहिले कहिले त हो साँच्चै.